फेरि पनि 1 सेकेन्ड नमस्ते साथीहरू, गुड नाइट। आजको मेरो भिडियो चाहिँ एउटाले पक्कै पनि लामो हुन्छ। आजको भिडियो नि दुईवटा बनाउनु पर्नेवाला हुन्छु, त्यही भएको भएर हजुरहरू सबैजनालाई फेरि पनि 1 सेकेन्ड वेलकम भन्न चाहन्छु। यो भिडियो चाहिँ पक्कै दुईवटा हुन्छ कि पक्कै यो भिडियो दुईटै च्यानलमा हाल्नुपर्छ। लामो भएको छ है मेरो यो भिडियो, त्यही भएर दुईवटा बनाउनु पर्ने अवस्था देखियो। त्यही भएर हजुरहरूलाई फेरि पनि स्वागत गर्न चाहे है। यति बेला त नेपालमा त 12-1 बजिसक्यो, यहाँ 10 ओभर भइसक्यो है। अब चाहिँ हामी बाहिर जानको लागि मार्केटभित्रबाट निस्के। आपत चाहिँ हामी ट्रेनमा जानेवालामा छु, फेरि फर्किनु लाग्यो। एकचोटि फेरि पनि यतातिरको बिल्डिङहरू एक राउन्ड देखाउँछ है त म हजुरहरूलाई। यहाँ राम्रो राम्रो ठाउँतिर छु कि लन्डनको ब्रिजमा भनेर भन्न नमिल्ने, हाल्न पनि नमिल्ने है। लन्डन ब्रिजमा लन्डनमा बबाल दामी देखिन्छ कि यो फ्रन्ट क्यामेरा भयो, म ब्याक क्यामेराबाट पनि देखाउँछ है। यो सीताकी च्याउ यहाँ पनि पाउँछ। महँगो चाहिँ हेर्नु त आम्मा 84.75 रियलको यो सीताके च्याउ चाहिँ यहाँ पनि पाउँदो रहेछ। यो च्याउ थियो कि बाबा अस्ति नै टुर। अहिलेतिर यहाँको चाहिँ 9 बज्यो है, नेपालको चाहिँ 12 बजे सक्यो। अहिलेसम्म मान्छे हेर्नु त मान्छेको भिड 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 भिड। मासुको आइटमतिर आउँदाखेरि मलाई कस्तो कस्तो लाग्छ कि यत्रो पिस हुन्छ, अनि मलाई त कस्तो घिन लागे जस्तो हुन्छ। मासु नखाने चाहिँ होइन, खान्छु, त्यही पनि यत्रो पिस देख्दाखेरि कस्तो कस्तो लाग्छ कि अर्कै गन्ध आइरहेको छ कि यहाँ। भङ्गेराको मासु पनि पाउँदो रहेछ यहाँ, अन्डा जस्तै देखिने परेवाको मकै सुकिसकेछ के को। यो चाहिँ नेपालकै केरा जस्तो बाबा, केरा जस्तो मोजे। पिँडालु सुठुनी यही होइन, भित्र फर्सी जस्तो हुने चुनो भाइ यही हो कि यो सुठुनीको त भित्र फर्सी जस्तै हुँदो रहेछ। चुकन्दर त कति मसिनो हो, यसलाई पनि चुकन्दरै भन्दो रहेछ त बाबु। यो त होइन नि, यो त गन्ने मुलालाई नि चुकन्दरै भन्दो रहेछ त। बिटरुटै भन्दो रहेछ कि इङ्ग्लिसमा चाहिँ। कति लामो लामो तिते करेला हो। गाजर यो चाहिँ के चिज होला? यो तरकारीको आइटममा छ, के चिज हो, कसरी खाने होला? कृपया कोही कसैलाई थाहा छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है। के होला यो चाहिँ थाहा भएन है मलाई चाहिँ। के हो नाम थाहा छैन यसको है। आजै हो मैले नौलो देखेको। यसको खाने चाहिँ के रहेछ है? पत्र रहेछ, के हो कुनै अङ्गुरको पत्ता पनि यसरी प्याकिङ भएर आउँदो रहेछ। यो अङ्गुरको पत्ता चाहिँ केमा के गरेर खाने? अङ्गुरको पत्ता यतातिर छ, हरियो परियोको आइटम रहेछ। हेरौँ है एकचोटि। यहाँ आएर नेपालमा पाउने रायोको साग चाहिँ कहिले पाउँदैन रहेछ। नेपालको रायो साग चाहिँ एकदम मिस गरेँ मैले। कति नाम आमा कति धेरै हो। जति थरी पाए पनि नेपालको जस्तो रायो चाहिँ पाउँदैन कि यो त सलाद खाने हो कि। किम्ची बनाउने नि यस्तै देख्छु। किम्ची बनाउने यो होइन, अर्को क्याप्सिकम जस्तो चाहिँ के हो? बास्न त खुर्सानीकै आउँदो रहेछ, के हो
यो सबै खुर्सानीकै आइटमै छ, खुर्सानी नै होला मकै यो हो। कतिको मिठो हुन्छ यो, कतिको टेस्टी हुने हो थाहा भएन। यो खुर्सानीहरूको मिठो नभए नि होला जस्तो भइ पाव। एकचोटि ट्राई गरौँ क्या खाएर। सबै खुर्सानी खजुर खजुर यहाँ रहेको छ खजुर, खजुरको आइटम ज्यादै यस्तो हो कि लिटिक लिटिक भइसकेको रहेछ बाबा। सुन्तलाको आइटम यो चाहिँ किवी, अम्बा। अम्बा त कति लामो हो, मिठो होला जस्तो देख्ने रहेछ। यो चाहिँ के हो बा? अमिलो टोमेटो अमिलो एभोकाडो। यो एभोकाडो हजुर ड्रागन फ्रुट ड्रागन फ्रुट। यो दुईटाको नाम जहिले कन्फ्युज हुन्छ मलाई, के भन्छ भन्ने। उयो चाहिँ मिठो लाग्छ क्या बाबु मलाई, स्विट मिलन। उयो चाहिँ मिठो लाग्छ हौ मलाई, यो मिठो लाग्छ कि यो चाहिँ कहाँको यो सुन्तला मिठो हुँदैन होला है। छाना त पातसँगै हाँगासँगै रहेछ। तितो र तितो अम्बाइला तोमा के रे याबुङ कति मनभवले खानाहरू ओखरको आइटम नि कति थरी हो, 4 थरी रहेछ। आलमोन्ड 3.50 मसला आइटम कोही मसला ससेज। चाहिँ सबै अमिलो 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 चिजहरू हुँदो रहेछ। यिनीहरू चाहिँ पुरा अमिलो। मिठाई आइटम नि, स्विट आइटम स्विट। यो त सबै गुलियो 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 गुलियो। केक केक आइटम केक ब्ल्याङ्केट ब्ल्याङ्केट चाउन सुटकेस पुरा सुटकेस सुटकेस कतिवटा क्वालिटीको पाव सुटकेस नि किन्ने हो कि सुटकेसको प्राइस पनि कति धेरै हो। हजुर हामी पनि यस्तो ट्रेन किनेर अब बाहिर यसो जाँदाखेरि ठिक्क हुने रहेछ। आमा यो त ठुलै परिवारले पुग्ने रहेछ। टेन्ट सेट भ्यूहरू झुसिमी भेन्डा रायो साग चाहिँ भ्यू पनि पाउँदैन रहेछ क्या। फेरि ओपन चाहियो क्या। हिम्म सेम नि किने यता रहेको छ चुला। चुला होइन यिनीहरू, चुला चुला। फ्रिज आउनु कति ठुलो हो फ्रिज।
टिभी सोनीको टिभी चुरिनु कति जिदा खबाया माछा खबा तपाईँ टिभीको फ्रेम We have some other brand, like cheaper than this one, in the same size. गरे तजिरहेको ल हेर्नुहोस् यताको रमझम राति त के कहिले रात नपर्ने ठाउँ के भन्नु यस्तो झिलमिली हुन्छ झन् हेर्नुहोस् त्यो चाहिँ कुन कम्पनीको गाडी हो त्यहाँ लिपबाट मान्छे आएर बसमा चढ्न लागिरहेछ ल यो चाहिँ सिटी सेन्टरको मार्केट हो है हामी चाहिँ अब फर्किन लागेको अब रात धेरै छिपिसक्यो है ल यताको दृश्य देखाइदिउँ भनेर क्या हजुरहरूलाई अब छोरी यहाँ वेटिङमा आज चाहिँ टाइम सर्ट भयो अब त रात धेरै छिपिसक्यो त्यही पनि बिल्डिङहरू अब टोपी झर्ने खालको बिल्डिङहरू छ अँ। टोपी झर्ने खालको धेरै यसरी उतार्नु परेन हेर्नु है बुढो टोपी झर्ला फेरि ल जाउँ जाउँ है जाउँ अब हामी फर्कियो ल रेलमा सरर चढ्यो अब हामी रेलमा कस्तो स्पिड कुदिरहेको You have to look at our population. 2% of the population. कस्तो लाग्यो आधी रातसम्म घुम्न पाउँदा Identify based on this fact. रातभरि घुम्ने अब दिनभरि सुत्ने भोलि दिनले भोलि तिम्रो ड्युटी जानु पर्दैन भोलि त छुट्टी कस्तो लागिरहेछ बाबा Where we are now, निन्द्राले चाहिँ निन्द्रा चुर भइरहेछ these guys, they have going to breakfast system themselves. यस्तो छ It's still not there. It's going to be virtual. अब त हाम्रो फ्यामिली मात्रै बाँकी रह्यो है बुढो मलाई त डर लाग्यो यो ड्राइभर नभएको ट्रेनमा रे के The next is not to leave their belongings unattended. هذا القطار متجه إلى لوسي كيو ام بي. المحطة التالية هي لوسي كيو ام بي. يجب على الركاب عدم ترك أمتعة. कुद्यो डरै लाग्ने गरी यतातिर चाहिँ बाहिर अलिअलि देखिने रहेछ हेर्नु कति स्पिडमा कुदिरहेछ यस्तो स्पिड कुदिरहेछ कि ल आजको हाम्रो यात्रा चाहिँ अब सक्यो भन्नुपर्छ अब चाहिँ हामी यहाँबाट ट्याक्सीमा टुइयाँ जानुपर्छ कति अग्लो अग्लो बिल्डिङहरू हो के नामको बिल्डिङ हो अब चाहिँ यसो यता यहाँ घुमेर हेरौँ अस्ति नै गेम लुसाइलको स्टेडियम हो लुसाइल स्टेडियम राम्रै देखिरहेको लुसाइल यो वर्ल्ड कपको 2022 को वर्ल्ड कपको फाइनल गेम खेल्ने ठाउँ यहाँ चाहिँ यसको सिट क्यापासिटी भनेको 86,000 समथिङ छ है 86,000 मान्छे आउँछ 86,000 अब जाउँ होइन अब गुटुङ मुटुङ नाइट गर्नुपर्छ है साथीहरू अब चाहिँ मेरो भिडियो चाहिँ दुईटै च्यानलमा टु बी कन्टिन्यू है हजुरहरू नझुकिनु होला यो भिडियो चाहिँ दुईटै च्यानलमा रहनेछ मेरो आजको भिडियो नि दुईटै भइसक्यो किनकि एउटैमा हाल्यो भने धेरै मिनट भएपछि हजुरहरूलाई एकदम झ्याउ लाग्नु सक्छ नि त त्यही भएको भएर दुईटा हुन्छ अब चाहिँ हामी त्यतातिर ट्याक्सी ड्राइभरले बोलाइरहेछ अब चाहिँ जानुपर्छ है ल गाइज ल अब हामी चाहिँ हिँडेको हामी बाई बाई हिँडेको अब गाडी खोजेको अब ट्याक्सी खोजेको सबैजनालाई सबैजनालाई बाई बाई। बाई बाई